म देउसी खेल्नु नजान्नु म प्र्याक्टिस नगर्नु मेरो आमाले त मेरो लुगाको रेस्पेक्टै नगरेको जस्तो गर्छ त तपाईँको कसम म पनि बिमार भयो नि आमा तपाईँको म्युजिक लगाएर ट्याडा वान सुवर्ण चिका पकल DAWDL दिवाली स्नुप्दा गरिदिन्छ कस्तो म आउँदैछु नि यो मलाई नि कहाँ गयो यो गाईहरू पनि म गाईलाई पनि रेटी दिन्छु यो जस्तो रिस चाडबाडमा पनि गाईहरूले नि मलाई जति खाएको अनुसारले दुध पनि दिनु पर्यो नि यो गाईलाई पनि म कराइदिनु पर्यो अघि यत्रो लेट आएको चढे क्या हो तिमीहरूले किन मलाई नबुझेको दुई चारवटा भात दिन नि त भुवा गर्छ मेरो चाहिँ चाडबाड हुँदैन चाडबाड हुँदैन तिमीहरूको मात्रै चाडबाड तेरो मुख खाए म तँलाई पुज्छु मलाई एक दिन छुट्टी नदिने है मेरो साथीहरू पनि विदेशमा थुप्रो छ कि तँलाई पनि म हरियो चस्मा किन्दैन नि तँलाई फेरि सुक्खा घाँस घिचाइदिन्छु नि फेरि सुक्खा घाँस बुझिस् मलाई म आज जेसुकै गर म त बसिदिन्छु बा आज मेरो मन बिगारिदिँदै बस तँ चाहिँ डराएको जस्तो नगर र तैँले मलाई सानो सताउँछ भाइ करा दिए पो तँलाई बहिनी तिमीहरूलाई खोले पकाइदिएको छु आज त आफै पस्केर खा म त दिन्दिनँ आज मेरो पनि एक दिन मनमर्जी दिवस मनाउनु पाउँछु प्र्याक्टिस गर्नु पर्यो म पनि यो प्यान्टको यही रहेछ नि त डिफेक्ट पनि खाटोमा नबसे भाइ मेरो माथा गरम भएको छ कि आज म कसम लाग्छ चेक दिन्छु है तँलाई म तिमीहरूको घरमा गएर बोल्न अन्त अनि यहीँ बोल्नु जान्दिनँ म जान्दिनँ के गर्छ अहिले भाइ मलाई डल्लै प्रेसर तँलाई जान्दिनँ के को ओछ्याएको माल जस्तो डिलर खान्छ नि तँ पनि पल्किन्छ भाइ अहिले म भित्र चिसो बनाइदिन्छु तँलाई गरिदिएको जान्दिनँ तँलाई मेरो केटाहरू लिएर होइन मैले तँलाई नि किन गरेको तँलाई हेर्ला म आइज खेल्छस् खेल्छस् है तँलाई नि म केटाहरू लिएर नि कसम भनेको म त टेकन्डु खेलेको है भाइ फेरि ल रातमा झिलिमिली पनि हुनु पर्यो नि त उहाँ साथीभाइ साथमा रमाइलो आम्बा आम्बो त दिन्छ मातेर चाहिँ भटाउनु तै हो त मेन अन्त हामी तैँले भटाएन भने त आउँदैन त हौ पुन्जी आउँदैन